नमस्कार। रेडियो कार्यक्रम कानुनी परामर्शमा तपाईंलाई हार्दिक स्वागत छ। म गीता चिमोरिया। रेडियो नेपालको उत्पादन कार्यक्रम कानुनी परामर्श तपाईंले रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक शनिबार बिहान 10:05 बजेदेखि 10:30 बजेसम्म सुन्न सक्नुहुन्छ। यसका साथै redionepal.gov.np, रेडियो नेपालको मोबाइल एप र अनलाइन redionepal.gov.np बाट प्रत्यक्ष सुन्न र अडियो संग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम कानुनी परामर्शमा हामी कानून निर्माणका प्रक्रिया, यसमा नागरिकको सहभागिता, बनेका कानून र यसको कार्यान्वयनको अवस्थाका विषयमा छलफल गर्ने गर्छौं। कानून निर्माणका विषय र बनेका कानून कार्यान्वयनका सन्दर्भमा नागरिकको जिज्ञासा छ भने पनि हामी त्यसको जवाफ खोज्ने प्रयास गर्नेछौं। कानून निर्माण र यसको कार्यान्वयनको विषयमा सबै नागरिकसम्म जानकारी पुगोस् र नागरिकका कुरालाई पनि नीति निर्माताहरूसम्म पुर्याउन सकियोस् भन्ने उद्देश्यले रेडियो नेपालले यो कार्यक्रम उत्पादन र प्रसारण गरेको हो। कार्यक्रम कानूनी परामर्शको आजको अंकमा हामी संसदबाट कानून बन्ने प्रक्रिया र यसमा नागरिकको सहभागिताका विषयमा छलफल गर्दैछौं। नेपालको संविधान 2072 को भाग 8 मा संघीय व्यवस्थापिकाको बारेमा उल्लेख छ, जसमा भनिएको छ प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका 2 सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ, जसलाई संघीय संसद भनिनेछ। संघीय संसदको 2 सदनमध्ये राष्ट्रिय सभालाई माथिल्लो सदन र प्रतिनिधि सभालाई तल्लो सदनका रूपमा चिन्ने गरिन्छ। नेपाललाई भूगोल र जनसंख्याको आधारमा 165 निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एकजना रहने गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने 165 सदस्य र सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने 110 सदस्य गरी प्रतिनिधि सभामा 275 सदस्य रहने व्यवस्था संविधानले गरेको छ। राष्ट्रिय सभामा भने 59 जना सदस्य रहने व्यवस्था छ, जसमा प्रत्येक प्रदेशबाट कम्तीमा 3 जना महिला, 1 जना दलित र 1 जना अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक सहित 8 जना गरी 56 जना निर्वाचित हुन्छन् भने नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित कम्तीमा 1 जना महिला सहित 3 जना रहन्छन्। निर्वाचित हुने 56 जनाका लागि प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने गर्छन्। संघीय कानून बमोजिम प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार भने फरक हुने गर्छ। संविधानमा भनिएको छ यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधि सभाको कार्यकाल 5 वर्षको हुनेछ। प्रत्येक 5 वर्षमा प्रतिनिधि सभाको निर्वाचन हुने गर्छ र हामीले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली मार्फत मतदान गरी आफ्ना जनप्रतिनिधि चुन्ने गर्छौं। राष्ट्रिय सभा भने एक स्थायी सदनको रूपमा रहेको छ। राष्ट्रिय सभाका सदस्यहरूको पदावधि 6 वर्षको हुने गर्छ। राष्ट्रिय सभाका 1/3 सदस्यको पदावधि प्रत्येक 2 वर्षमा समाप्त हुने गर्छ। तर संविधान प्रारम्भ भएपछि पहिलो पटक राष्ट्रिय सभाका सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा 1/3 को 2 वर्ष, अर्को 1/3 को 4 वर्ष र बाँकी 1/3 को 6 वर्ष हुने गरी पदावधि कायम गरिएको थियो। संघीय संसदको 2 सदनका बारेमा यो छोटो जानकारीपछि अब आजको कार्यक्रमको विषयवस्तुतर्फ लागौं। आजको कार्यक्रममा हामी संघीय संसदले निर्माण गर्ने कानून र त्यसमा नागरिकको सहभागिताका बारेमा छलफल गर्दैछौं। सुरुमा नागरिकको आवाज सुनौं। संघीय संसदले निर्माण गर्ने कानून र जनप्रतिनिधिले सदनमा राख्ने प्रस्तुतिका बारेमा तपाई कतिको जानकारी राख्नुहुन्छ भनेर हामीले केही नागरिकलाई सोधेका छौं। सुनौ उहाँहरू के भन्नुहुन्छ। नमस्कार, मेरो नाम गोविन्द नेउपाने, मेरो घर भरतपुर चितवन। अहिले जुन प्रतिनिधि सभामा र राष्ट्रिय सभामा कानुनहरू बनाउने बेलामा जो छलफल हुन्छ त्यो विषयमा जुन चाहिँ महत्त्वका साथ जुन चाहिँ अध्ययन गरेर अथवा जुन हिसाबले सिरियस भएर काम गर्नुपर्ने त्यो खासै सिरियस भएको चाहिँ मैले पाउँदिनँ। विषयवस्तु एकातिर, उनीहरूको प्रस्तुति चाहिँ अर्कोतिर भइराखेको हुन्छ र चाहिँ जुन ढङ्गले कानुन बनाउनु पर्ने हो संसदमा, जुन ढङ्गले छलफल हुनुपर्ने हो त्यो त भएकै छैन। जस्तो हामीले थाहा पाइ नै राखेका छौँ, एउटा अधिवेशन नै सकिँदा समेत एउटा मात्रै विधेयक पास भएको छ होइन, अरू विधेयकहरू
संसदहरूमा पासै हुन सकेन भनेको त्यहाँ छलफलै हुन सकेन र उनीहरूले त्यो ढङ्गको चाहिँ महत्त्व दिएकै छैनन्। नमस्कार, मेरो नाम कृतिका आचार्य, काठमाडौँ सतुङ्गलमा बस्दै आइरहेको छु। सांसदहरूले बोलिरहेका कुराहरू, गरिरहेका गतिविधिबारे केही हदसम्म मेरो पनि चासो रहेकाले आफ्ना विचार म पनि पोख्न चाहन्छु। कुनै पनि देश सफल बन्नको निम्ति उक्त देशको नेतृत्व, नीति र संविधानप्रति इमान्दार हुनु पहिलो शर्त रहन जान्छ। कुनै पनि देशको समृद्धि, सुशासन, विकास हुनको लागि जनताको बलिदानबाट प्राप्त भएको संविधान पालक नेतृत्वबाट इमान्दारिताका साथ लागू गर्न सक्न पर्छ। नमस्कार, मेरो नाम सुधिराज काफ्ले, ठेगाना बर्दिवास महोत्तरी। संसदको प्रमुख भूमिका कानुन निर्माणमा रहने हुँदाहुँदै पनि नेपाली नागरिकको संसदप्रतिको विकासवादी अपेक्षाले संसदबाट बन्ने कानुनमा नागरिकको चासो अत्यन्तै न्यून रहेको छ। म व्यक्तिगत रूपमा संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा संयुक्त संसदको बैठक मिलेसम्म र अन्यथा चर्चामा आएका विषयका सम्बन्धमा संसदहरूको प्रस्तुति हेर्ने गर्दछु। अहिलेको संसदभित्र कानुन निर्माणका सन्दर्भमा विषयगत रूपमा दक्षताका साथ प्रस्तुत हुने संसदको संख्या अत्यन्तै न्यून देखिन्छ, जसले कानुन निर्माणमा ढिलासुस्ती, निर्माण भएका कानुनहरू विवादरहित हुन सकेको देखिँदैन। नमस्कार, मेरो नाम अर्जुन ढुङ्गाना, त्रियुगा नगरपालिका 8 बागचौरीबाट। प्राय गरेर सांसदहरू कुनै न कुनै पार्टीकै हुन्छन्। पार्टीमा भएको हैसियतले शीर्ष नेताले जे एजेन्डा, जस्तो कुरो बोल्न लगाएको हुन्छ त्यसमा व्हिप लागेको हुन्छ। त्यो व्हिपमा उनीहरूले समर्थन गर्न धेरै जसो बाध्य नै हुन्छन्। खासै नियम बनाउने गरी यो बनाउने, यो गर्ने, यस्तो गर्छु भन्ने चाहिँ कमै देखिएको छ। सुन्यौं नागरिकको आवाज। नागरिकको आवाजपछि अब कुराकानीको पालो। संघीय संसदबाट कानून बन्नका लागि कस्ता कस्ता प्रक्रियाहरू पूरा हुनुपर्छ? संसदबाट बन्ने कानूनमा नागरिकको सहभागिता कहाँ र कसरी भइरहेको छ? कानून बन्ने प्रक्रियामा नागरिकको सहभागिता बढाउन संघीय संसदले के कस्तो प्रयास गर्दैछ? यिनै विषयको सेरोफेरोमा रहेर हामीले संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँग कुराकानी गरेका छौं। कुराकानीको शुरूमा मैले उहाँलाई संघीय संसदबाट कानून बन्ने प्रक्रिया छोटकरीमा बताइदिनुस् न भनेर सोधेको थिएँ। संसदीय प्रणाली भएका मुलुकहरूमा सामान्यतया गैर सरकारी र सरकारी दुई विधेयकको रूपमा प्रस्तुत हुन्छ। सरकारी विधेयक सरकारी विधेयकको रूपमा आउँछन् भने गैर सरकारी विधेयक सभाको सदस्यले प्रस्तुत गर्न पाउने अवस्था रहन्छ। विधेयक दर्ता भइसके पछाडि उक्त विधेयकलाई सभामा प्रस्तुत गरिन्छ। प्रस्तुत भइसके पछाडि उक्त विधेयकमाथि सैद्धान्तिक छलफल हुन्छ। सैद्धान्तिक छलफल भइसके पछाडि माननीय सदस्यहरूले त्यो विधेयकमा गर्नुपर्ने संशोधन वा सुधारहरूको पक्षमा आफ्ना धारणाहरू लिखित रूपमा दर्ता गराउने काम हुन्छ। ती धारणासहित, ती संशोधन प्रस्तावहरू सहित सदनको बैठकमा छलफल गरियोस् अथवा ती धारणासहित सम्बन्धित समितिमा पठाएर छलफल गरियोस् भन्ने प्रस्ताव मध्ये कुनै एक प्रस्ताव प्रस्तुत हुन सक्दछ। त्यसपछि समितिमा गएको हकमा समितिले उक्त विधेयक सहित प्राप्त संशोधनहरूमाथि विस्तृत रूपमा छलफल गरेर, खास गरी सरकारवाला पक्षसँग, सम्बन्धित मन्त्रालयसँग छलफल गरेर त्यसको प्रतिवेदन सभामा प्रस्तुत गर्दछ र सभामा छलफल भएको खण्डमा सभाले नै उक्त विधेयकमा आवश्यक पर्ने संशोधनहरू स्वीकार गरेर अगाडि बढ्ने हुन्छ। यसरी समितिबाट प्राप्त प्रतिवेदनमाथि सभाले छलफल गरेर केही संशोधन गरेर समेत त्यसलाई पारित गर्दछ। पारित गरे पछाडि हाम्रो संघीय संसद हो, तल्लो सभाको रूपमा प्रतिनिधि सभा र माथिल्लो सभाको रूपमा राष्ट्रिय सभा छ। दुईटै सभामा एउटा सभाले पास गरिसकेपछि सन्देशसहित अर्को सभामा जान्छ र अर्को सभाले पनि यही विधि प्रक्रिया बमोजिम उक्त विधेयक पास हुन्छ। पास भइसके पछाडि विधेयक उत्पत्ति भएको सभालाई विधेयक पारित भएको अथवा पास भएको अथवा संशोधनसहित पास भएको जानकारी गराउनु पर्ने हुन्छ र उक्त विधेयक पास भएको अवस्थामा सोको सूचना विधेयक उत्पत्ति भएको सभामा सुनाइसके पछाडि र यदि संशोधनसहित छ भने संशोधनसहित पारित गरेको कुरालाई सभामा निर्णयार्थ प्रस्तुत गरेर पारित गरिसके पछाडि उक्त विधेयकलाई सभाध्यक्षले, जुन सभामा उत्पत्ति भएको छ उही सभाको सभाध्यक्षले, बनाएको मतलब प्रतिनिधि सभामा उत्पत्ति भएको छ भने सभामुखले र राष्ट्रिय सभामा उत्पत्ति भएको छ भने अध्यक्षज्यूले प्रमाणित गरेर प्रमाणीकरणको लागि राष्ट्रपतिज्यू समक्ष प्रस्तुत गर्नुहुन्छ। राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भएर राजपत्रमा सूचना प्रकाशित भएपछि कानून बन्छ। हजुर, यहाँले चाहिँ संसदबाट कानून बन्ने प्रक्रियालाई छोटकरीमा व्याख्या गर्दा पनि यति धेरै प्रक्रियाहरू छन्। यो प्रक्रियाहरू चलिराख्दाखेरि नागरिकले चाहिँ बन्दै गरेको कानूनमा आफ्नो सहभागिता कहाँ कहाँ राख्न पाउँछन्? खास गरी विधि निर्माणको प्रक्रियालाई हामीले 3 भागमा बाँडेका हुन्छौं। पहिलो
पूर्व विधायकी चरण जसमा विधेयकको ड्राफ्ट अथवा मस्यौदा गरिन्छ त्यो भनेको सरकारी विधेयकको हकमा सम्बन्धित निकायले अथवा कार्यपालिकाले गर्छ, सम्बन्धित मन्त्रालयले गर्छ। त्यसको पनि लामो प्रक्रिया छन्। यसरी विधेयकको मस्यौदा गर्दै गर्दा सरकारवाला पक्षहरूसँग छलफल गर्नुपर्छ, सम्बन्धित नागरिकसँग छलफल गर्नुपर्छ भन्ने व्यवस्था कानून तर्जुमा दिग्दर्शनले पनि भनेको छ र विधेयक तर्जुमा गर्दा पनि नागरिकहरूले त्यहाँ आफ्नो सुझावहरू राख्ने अनि के समस्या समाधान गर्नको लागि कानून बनाउन खोजिएको त्यसको पहिचान गर्ने र त्यसका लागि आवश्यक सुझावहरू दिन सक्ने अवस्था रहन्छ। यो भनेको सदनमा विधेयक आउनुभन्दा अगाडिको चरण हो। पूर्व विधायकी चरणमा नागरिकको सहभागिता भनेको त्यहाँनिर हुन्छ। सम्बन्धित मन्त्रालयले विधेयक मस्यौदा गर्दै गर्दा पक्कै पनि सरकारवाला पक्षसँग छलफल गरेकै हुन्छ भन्ने मान्यता राखिन्छ। अब रह्यो संशोधन विधेयक दर्ता भइसके पछाडि। संशोधन विधेयक दर्ता भइसके पछाडि सामान्यतया त्यो संसदको सम्पत्तिको रूपमा चिनिन्छ। संशोधन विधेयक दर्ता हुनु भनेको विधेयकको एउटा खाका एउटा प्रारम्भिक प्रस्ताव जस्तोको रूपमा प्रस्तुत हुने हो। त्यो सदनमा छलफल भएर त्यसलाई अन्तिम किनारा अथवा अन्तिम रूप दिइसके पछाडि कानून बन्ने हो। यो प्रक्रियामा सामान्यतया नागरिकहरूले त्यो विधेयक कुन रूपमा दर्ता भयो भन्ने कुरो हाम्रो वेबसाइटबाट हेर्न सक्नुहुन्छ। अब सहभागिताको रूपमा भन्नुपर्दा चाहिँ ठ्याक्कै उहाँहरूको यसमा विधेयक निर्माणमा योगदान भनेको यो चरणमा चाहिँ अलिक कम नै हुन्छ। उहाँहरूले विधेयकमा रहेका कन्टेन्ट विषयवस्तुलाई उहाँले बुझ्न सक्नुहुन्छ। बुझिसके पछाडि माननीय सदस्यहरू भनेको जनप्रतिनिधित्व अथवा जनप्रतिनिधि हो, जनप्रतिनिधित्व गर्नुहुन्छ। उहाँहरूले आफ्नो माननीय सदस्यलाई मैले यो विधेयकमा यस्तो कुरो राखेको थिएँ, यसमा आएको रहेनछ अथवा यो विधेयकमा यो कुरो समावेश गर्दा यो चाहिँ परिणाम प्राप्त हुन्छ, यो गर्नु जरुरी छ भनेर उहाँले आफ्नो जनप्रतिनिधिलाई भनेर आफ्नो जनप्रतिनिधिलाई राय सुझाव दिन सक्ने र आफ्नो जनप्रतिनिधि मार्फत चाहिँ त्यो विधेयकमा आफ्ना कुराहरू राख्न सक्ने अवस्था रहन्छ। यो पूर्व विधायकी चरण पछाडिको यो विधायकी चरणको अवस्थामा यसरी नागरिकसँगको सम्पर्क पछाडि माननीय सदस्यहरूले उक्त विधेयकमा गर्नुपर्ने संशोधन गर्नुपर्ने विषय अथवा सिद्धान्तको बारेमा सदनमा प्रक्रिया बमोजिम छलफल गर्ने क्रममा चाहिँ ती विषयवस्तु उठान गर्न सक्ने, त्यसमा सरकारको ध्यानाकर्षण गराउन सक्ने लगायतका कुराहरू गर्न सक्नुहुन्छ भने सैद्धान्तिक छलफल भइसके पछाडि तिनै विषयवस्तुलाई लिएर संशोधन प्रस्ताव पनि दर्ता गराउन सक्नुहुन्छ। परोक्ष भए पनि यो संलग्नता नागरिकको यो चाहिँ निकै बलियो खालको संलग्नता हुन सक्ने देखिन्छ। अब अर्को रह्यो कानून लागू भएको चरणको अवस्था। कानून भनेको एउटा गतिशील विषयवस्तु हो। हिजोको कानून आजको समयमा सान्दर्भिक नहुन सक्छ, त्यसलाई परिमार्जन गर्नुपर्ने सक्छ। त्यस्तो अवस्थामा पनि नागरिकहरूले यो कानूनमा यो संशोधन गर्नुपर्छ भनेर आफ्नो जनप्रतिनिधिलाई भनेर त्यो आवाज संसद मार्फत सरकारलाई पुर्याएर वा गैर सरकारी रूपमा चाहिँ आफ्नो मान्य सदस्य मार्फत सदनमा दर्ता गराएर पनि पोस्ट लेजिस्लेटिभ चरणमा प्रोसेसमा पनि सहभागी हुन सक्नुहुन्छ। यद्यपि यो चाहिँ अलिकति कमजोरी छ यो पक्ष अहिलेको अवस्थामा। सरकारी विधेयकको एकदमै ठूलो बाहुल्यता छ। गैर सरकारी विधेयकको रूपमा कुरा गर्नुपर्दा पास भएर नै अहिले कार्यान्वयनमा रहेको लगभग जम्मा 3टा विधेयक भने अहिलेको अधिवेशनमा यसअघिको अधिवेशनमा प्रतिनिधि सभामा एउटा गैर सरकारी विधेयक र राष्ट्रिय सभामा एउटा गैर सरकारी विधेयक दर्ता भएको अवस्था हो। राष्ट्रिय सभाले उक्त गैर सरकारी विधेयकलाई चाहिँ पास गरेर प्रतिनिधि सभामा पठाइसकेको छ भने प्रतिनिधि सभामा उक्त विधेयक दर्ता मात्रै भएको अवस्थामा रहेको छ। संसद सचिवालयले संसदबाट कानून बन्ने प्रक्रियामा नागरिकलाई बढ़ी भन्दा बढ़ी जोड्नको लागि पछिल्लो समय यहाँहरूले कस्तो खालको प्रयासहरू गरिराख्नु भएको छ? विद्यमान नियमावली बमोजिम यो प्रत्यक्ष भन्दा पनि परोक्ष सहभागिता अलिक बढ़ी अभिवृद्धि हुने प्रक्रियाबाट सोचिएको अवस्था छ। सभाको बैठकलाई आफ्नो वेब पेज मार्फत र युट्युब च्यानल मार्फत लाइभ ब्रोडकास्ट गरिरहेको छ। त्यस क्रममा कानून बन्दै गर्दा अथवा विधेयकमाथि छलफल हुँदै गर्दा आफ्नो जनप्रतिनिधिले के कुरा बोलिरहनु भएको छ, केलाई प्राथमिकता दिइरहनु भएको छ भनेर उहाँहरूले हेर्न पाउने अवस्था छ। यो भनेको उहाँहरूको संलग्नतै हो एक खालले, होइन? एउटा सभाबाट पास गरिसके पछाडि अर्को सभामा जाँदा पनि त यो कुरो छुट्टो भनेर उहाँहरूले आफ्नो जनप्रतिनिधिलाई भनिदिन सक्ने ठाउँ त्यहाँनिर रह्यो। एक खालको संलग्नता हो। अर्को संलग्नता भनेको हाम्रो वेब पेज मार्फत हाम्रो सचिवालयमा दर्ता भइसके पछाडि विधेयकमाथि उहाँहरूको पहुँच छ। यति हो, उहाँहरूसँग इन्टरनेटको सुविधा चाहिँ हुनु पर्यो, होइन? उहाँहरूले त्यसलाई डाउनलोड गरेर पढ्न सक्ने व्यवस्था छ। के विधेयक दर्ता भयो, के कसरी अगाडि बढ्दैछ भनेर उहाँहरूले जानकारी राख्न सक्ने अवस्थासम्म अहिले सचिवालयले
पुर्याएको अवस्था छ। साथसाथै कुनै विधेयकमा कुनै प्रतिक्रिया लिनका लागि वेब पेजमा सानो पोर्टल निर्माण गर्ने कि भनेर सो सम्बन्धमा समेत केही कार्यहरू गरिरहेको छ। हाम्रो वेब पेज नयाँ बनाउने क्रममा पनि छ। त्यसमा केही फिचरहरू थप्नका लागि हामीहरू प्रयासरत छौं। धन्यवाद संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीलाई। तपाईँ यति बेला रेडियो कार्यक्रम कानूनी परामर्श सुन्दै हुनुहुन्छ। यो कार्यक्रममा हामी कानून निर्माणका प्रक्रिया, यसमा नागरिकको भूमिका, बनेका कानून र यसको कार्यान्वयनको अवस्थाका विषयमा छलफल गर्ने गर्छौं। आजको कार्यक्रममा हामी संसदबाट कानून बन्ने प्रक्रिया र यसमा नागरिकको सहभागिताका विषयमा छलफल गरिरहेका छौं। संघीय संसद सचिवालयको कुरा सुनिसकेपछि म गएँ संसदीय समितिको सभापतिलाई भेट्न। संसदबाट कानून बन्ने प्रक्रियामा नागरिकको सहभागिताबारे सांसदको अनुभव चाहिँ कस्तो छ? नागरिक सहभागिता बढाउन सांसदहरूले के कस्ता प्रयास गरिरहेका छन्? संसदीय समितिले कस्तो भूमिका खेलिरहेको छ? यी प्रश्नहरूको सेरोफेरोमा रहेर मैले माथिल्लो सदन अर्थात राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थसँग कुराकानी गरेको छु। सुनौ उहाँसँगको कुराकानी। सरकारले आफूलाई काम गर्नको लागि आवश्यक पर्ने कानूनहरू चाहिँ मान्छेको अधिकार संविधान कार्यान्वयन गर्ने कुरा हुन सक्छ, नीति नियम कार्यान्वयन गर्ने हुन सक्छ, बजेट कार्यान्वयन गर्ने हुन सक्छ। थुप्रै कुराहरू जे पनि सरकारले गर्न चाहन्छ, जनताको लागि, देशको लागि जे आवश्यकता हो त्यसमा काम गर्नको लागि सरकारले सम्बन्धित मन्त्रालयहरूले ती विषयहरू मस्यौदा गर्छ। मस्यौदा गर्दाखेरि नै त्यो विषयमा सम्बन्धित सरकारवालाहरूलाई, नागरिकहरूलाई सोधेर बुझेर उनका कुराहरू इनपुट लिएर व्यापक छलफलबाट नै त्यो चाहिँ विधेयक चाहिँ मस्यौदा हुनुपर्ने हो। हुनुपर्ने हाम्रो कानूनी कुरा पनि त्यही हो, संविधानले पनि त्यही भन्छ, हाम्रो नियमावलीहरूले पनि त्यही भन्छ। तर सरकारले त्यसरी गरिरहेको छैन भन्ने कुरो फेरि मुख्य कुरा हो। गर्नुपर्छ, सम्बन्धित सरकारहरूलाई सोधेर छलफल गरेर परामर्श गरेर अध्ययन अनुसन्धान गरेर यो कानूनले दीर्घकालीन र अल्पकालीन कसरी प्रभाव पार्छ नागरिकलाई भनेर सबै कुरा हेरेर कन्सेप्ट नै बनाएर अध्ययनै गरेर गर्नुपर्छ। त्यो चाहिँ गरेको चाहिँ नेपालमा पाइँदैन। थोरै थोरै निकायहरूले, थोरै केही मन्त्रालयहरूले केही कानूनमा चाहिँ त्यो हामीले अध्ययन गरेको चाहिँ देख्यौं। नत्र भने अब 2074 साल पछाडि हामी पार्लियामेन्टमा आइसके पछाडि संविधान निर्माण पछाडिको पहिलो आम निर्वाचन पछिको संसदले चाहिँ प्राय चाहिँ त्यति ढंगपूर्ण तरिकाले लामो अध्ययन गरेर विधेयकहरू ल्याएको चाहिँ हामीले पाएनौं। कतिपय विधेयकहरू विवादित पनि भए, कतिपय विधेयकहरू संसदमा आइसकेपछि मात्रै सरकारवालाहरूले थाहा पाउने स्थितिहरू पनि आयो। त्यही भएर नागरिकहरूले कानून निर्माणमा मस्यौदामै, त्यो कन्सेप्टमै, त्यो अध्ययनमै पनि त्यही नै हस्तक्षेप गर्नु पर्यो। त्यही नै सरकारले तिनीहरू त्यहाँ सहभागी गराउनु पर्यो। पहिलो कुरा व्यापक अध्ययन र नागरिकको सुझाव लिएर मात्रै विधेयकहरू मस्यौदा गर्नुपर्ने, तर त्यो भइराखेको छैन। त्यसो हुँदा त आफ्नै लागि बनेको कानूनमा आफै सहभागी हुन वा आफ्नै कुरा राख्न त नागरिक छुट्यो नि त, होइन? त्यो कानून जसका लागि बनाएको हो तिनका कुरा सुनेरै त्यो कानून बनाउनु पर्छ। त्यो कुरा मन्त्रालयहरूले जहाँ मस्यौदा हुन्छ तिनीहरू नगरेको स्थितिहरू छ। हामीले पार्लियामेन्टमा पटक पटक धेरै पटक पनि सरकारवालाहरूसित छलफल गरेर मात्रै विधेयक ल्याऊ, तिनका कुरा सुनेर तिनका कुरा राखेर मात्रै विधेयक ल्याऊ भनेर हामी धेरै पटक पार्लियामेन्टबाट निर्देशन पनि गरेका छ। पार्लियामेन्टमा हामीले बोल्या पनि छ धेरै कुरा। त्यो आवाज हामी सरकारलाई हामी त्यो विषयमा ध्यान आकर्षण गराइरहेको पनि छ। एउटा अधिकृतले एउटा टेबलमा बसेर अनि खुसी बनाएको चाहिँ विधेयक संसदमा ल्याउँदाखेरि आपद विपद पनि परेको हामीले देखेका छौं। त्यो हामीले सरकारले आफ्नो पक्षबाट त्यही नै धेरै विषयहरूमा छलफल गरेर राम्रो विधेयक ल्याउन सक्छ, त्यो गर्नुपर्छ। अहिले त अब नागरिकले सदनमा पनि हरेक दिन सदन चलिरहँदा के भइराखेको छ भनेर हेर्न पाउने व्यवस्था छ। समितिहरूमा पनि छलफल भइराखेको कुरा संचार माध्यमहरू मार्फत उनीहरूले हरेक दिन नै थाहा पाइराखेका हुन्छन्। कसरी जोडिन सक्छन् नागरिक? अब संसदको डोमेनमा आइसकेपछि, दर्ता भइसके पछाडि सरकारवालाहरूले, सम्बन्धित नागरिकहरूले त्यो विधेयकमा अध्ययन गरेर अनि फेरि संसदमा सम्बन्धित समितिहरूमा सुझावहरू पठाउन पनि सक्नुहुन्छ। अब राष्ट्रिय सभाका अथवा प्रतिनिधिसभाका मान्य सांसदहरूलाई भन्छ, आफ्नो जनप्रतिनिधिहरू मार्फत पनि यो विधेयकमा यो ठिक छ, यो बेठिक छ, यसलाई यस्तो गर्नुपर्छ, यसलाई यसो सुझावको रूपमा चाहिँ उहाँहरूले सांसदहरूलाई पनि दिन सक्ने हुनुभयो, सम्बन्धित समितिहरूलाई पनि पठाउन सक्ने हुनुभयो। अनि त्यस पछाडि सांसदहरूले चाहिँ ती विधेयकहरूलाई संशोधनमा छलफलका क्रममा ती विषयहरूलाई समेटेर संशोधन राख्ने, ती विषयहरू समेटेर छलफलमा भाग लिने, ती विषयहरूलाई चाहिँ दफाबार छलफलमा ती विषयहरूलाई ल्याउने कुरामा सांसदहरूले र समितिहरूले चाहिँ योगदान पुर्याउन सक्छ। र समितिहरूले जुन समितिमा विधेयकहरू चाहिँ छलफल हुन्छ
हुन्छ तिनै समितिले पनि आफ्नो समितिमा विधेयक आइसके पछाडि सभाबाट विधेयक समितिमा आइसके पछाडि त्यस्ता सरकारवालाहरूलाई त्यस्ता विज्ञहरूलाई अथवा त्योसँग सम्बन्धित अरू नागरिकहरूलाई बोलाएर पनि लिखित रूपमा सुझाव पनि देऊ अथवा तिम्रो कुरा केही छ भने यहीँ भन भनेर समितिकै बैठकमा पनि उनीहरूले आफ्नो विषयहरू राख्न छलफलमा भाग लिन पाउने स्थितिहरू पनि संसदमा छ। अहिले पछिल्लो पटक चाहिँ फेरि हामीले संघीय संसदले त्यस्ता विधेयकहरू दर्ता हुने बित्तिकै आम नागरिकहरू जोसुकैले पनि आफ्नो सुझावहरू राख्न मिल्ने गरी वेबसाइटमा पनि त्यस्तो सिस्टमहरू अहिले चाहिँ पछिल्लो पटक मिलाएको हामीले देखेका पनि छौँ। हामीले त्यसको लागि निकै कोसिसहरू पनि हामीले पनि गर्यौँ। त्यहाँबाट पनि फेरि नागरिकहरूले आफ्नो सुझावहरू दिन सक्छ। के हुन्छ भने एउटा सभाले छलफल गरेर सक्यो भने पनि फेरि अर्को सभामा सबै प्रक्रिया सुरुबाटै हुन्छ। फेरि राष्ट्रिय सभाले पास गरेर प्रतिनिधि सभामा पठाए, फेरि प्रतिनिधि सभामा सबै प्रक्रिया सुरुदेखि हुन्छ। फेरि प्रतिनिधि सभाले पास गरेर राष्ट्रिय सभामा पठाए, यहाँ सबै प्रक्रिया सुरु हुन्छ। त्यो कहीँ छुट्यो भने पनि धेरै ठाउँहरूमा फेरि अर्को सभामा पनि उत्तिकै अवसर पाइने भएको हुनाले जहाँ जसरी पनि सुझाव लिने कुरामा चाहिँ अहिले पछिल्लो पटक संसदमा चाहिँ त्यो खुल्ला छलफलहरू भएको हामीले भेटेका छौँ, देखेका छौँ। र हामी मिडियादेखि लिएर सरकारवालाहरूलाई समितिमा स्वागतै गर्ने, ओपनै राख्ने खालको पनि परम्पराको सुरुवात भइसकेको चाहिँ छ। यहाँ राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको सभापति हुनुहुन्छ। समितिमा छलफल हुँदै गर्दा त्यसपछि सदनमा पनि छलफल भइराखेको विधेयकको विषयमा वेबसाइटमा दर्ता भएका विधेयकहरू हेरेर नागरिकले चाहिँ सुझावहरू पठाउने गरेको अनुभव छ कि के छ, केही सम्झना छ भने सुनाइदिनु न। मैले दिगो विकास समितिमा आउनुभन्दा अगाडि 4 वर्ष विधायन समितिमै काम गरेँ। विधायन समितिमा काम गर्दाखेरि मैले यी सबै कुराहरू नजिकबाट देखेको छु, बुझेको छु, थाहा पाएको पनि छु। सरकारवालाहरू आफै मान्नेहरू खोज्दै सुझाव दिन पनि आउनुहुन्छ, अनि फेरि सम्बन्धित समितिहरू खोज्दै आएर चाहिँ आफ्नो सुझावहरू पनि दिनुहुन्छ, दर्ता गर्नुहुन्छ। अनि लिखित रूपमा पनि उहाँले दिएको रेकर्डहरू पनि छ। र समिति आफै पनि कतिपय विधेयकहरूमा जनता कहाँ पुगेर, फिल्डमै पुगेर, त्यहीँ पुगेर उनीहरूसितै छलफल गरेर अनि आएर त्यसका आधारमा विधेयकलाई झन् राम्रो बनाएको पनि उदाहरणहरू छ। इमेल मार्फत, अरू मिडिया मार्फत सुझावहरू आएको पनि छ। नागरिकको सहभागिता बढाउन कानून निर्माणको प्रक्रियामा नागरिकलाई अझै बढ़ी जोड्न र उनीहरूका कुराहरूलाई राखेर बनेका कानूनमा नागरिकको अपनत्व दिलाउनको लागि चाहिँ पछिल्लो समय यहाँहरूले थप केही प्रयासहरू बढ़ीभन्दा बढ़ी नागरिकलाई इन्गेज गराउनको लागि चाहिँ कस्ता खालका प्रयासहरू गर्नुभएको छ? हामीले संसदबाटै हामीले चाहिँ सरकारलाई नै विधि निर्माण गर्दा, विधेयकको ड्राफ्ट गर्दाखेरि नै, मस्यौदा गर्दाखेरि नै सरकारवालालाई ल्याएर छलफल गरेर कन्सेप्ट पेपर सहित तिम्रो विधेयकहरू पठाऊ, अध्ययनको रिपोर्ट सहितै पठाऊ, त्यो विधेयक त्यत्तिकै चाहिँ हदसका भरमा ड्राफ्ट गरेर नपठाऊ भन्ने हामीले त्यो लगातार त्यस विषयमा निर्देशन गर्दा सरकारले केही विधेयकहरूमा त्यो अभ्यास सुरु गरेको छ। एउटा कुरा हामीले पछाडि सिंगै संसद सचिवालयलाई पनि नागरिकहरूले विधेयकमा सुझाव दिन सक्ने गरी त्यो व्यवस्था मिलाऊ भने पछाडि वेबसाइटदेखि लिएर इमेलहरू मार्फत अरू तरिकाबाट सुझाव लिन सकिने कुराहरूको पनि केही सुरुहरू, प्रभावकारिता हुन अझै बाँकी छ, तर सुरुवात चाहिँ कम्तीमा पनि भएकोहरू छ। र अनि फेरि राष्ट्रसभाका सम्मानीय अध्यक्षज्यू, सभामुखज्यूहरूले पनि, समितिका सभापतिज्यूहरूले यो विधेयक चाहिँ जनतासितै गएर बुझेर, सुनेर, उनका कुरा बुझेर, सुनेर छलफल गरेरै अनि आएर मात्रै विधेयकमा छलफल गरेर भनेर पनि निर्देशन पनि दिन सक्नुहुन्छ। त्यो नियावलीमा त्यो व्यवस्थाहरू पनि छ। यसलाई चाहिँ अझै बढी चाहिँ छलफल, अझै बढी चाहिँ खुल्ला, अझै बढी चाहिँ सरकारवालाहरूको संलग्नता बढाउन आवश्यक छ। त्यसको लागि संसद सचिवालय र सरकारले पनि अलिकति भूमिका बढाउनु पर्यो। र नागरिकहरूले पनि के भन्दाखेरि कतिपय चाहिँ नागरिकहरूलाई कुन विधेयक बन्दैछ भने थाहा हुँदैन नि त। त्यो भएको हुनाले नागरिकहरू पनि सचेत भएर सबै विधेयकहरूमा हेर्ने, छलफलहरूमा सुन्ने, हेर्ने कुराहरू पनि गर्नु पर्यो। कहिलेकाहीँ चाहिँ अनेक इन्ट्रेस्ट भएका मान्छेहरू चाहिँ कुदाकुद बढी पनि देखिन्छ कतिपय विधेयकहरूमा। अब त्यो चाहिँ फेरि मान्नेहरूले पनि बुझ्नु पर्यो, यो कुन इन्ट्रेस्टमा आछ, नागरिक हितमा आएको कि आफ्नो इन्ट्रेस्टमा आछ भन्ने पनि बुझेर त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नहुने गरी पनि त्यहाँ सचेत हुन पनि त्यहाँ पनि ठाउँ छ। सुझावको नाममा त्यो खुल्ला ढोकालाई त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्टमा चाहिँ दुरुपयोग हुने सम्भावना पनि बढी चाहिँ हुन सक्छ। कतिपय विधेयकहरूमा अनावश्यक लबिङहरू भएको हामीले खेपेका देखेका पनि छौँ। त्यहाँ पनि हामीले विवेक गर्नुपर्ने स्थिति चाहिँ हुन सक्छ। धन्यवाद राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तलाई। संसदबाट कानून बन्ने प्रक्रियाका बारेमा तपाईँ पनि जानकारी राख्नुहुन्छ भने तपाईँले आफ्ना कुरा आफ्ना सांसद मार्फत सदनसम्म पुर्याउन सक्नुहुन्छ र आफ्ना जनप्रतिनिधिले कस्ता कानून निर्माण गरिरहेका छन् भन्ने बारेमा प्रश्न गर्नुहोला। यही कुराकानीसँगै हामी कार्यक्रम कानूनी परामर्शको अन्त्यतिर आइपुगेका छौं। तपाईलाई यो कार्यक्रम कस्तो लाग्यो? आफ्ना सल्लाह र सुझाव हामीलाई पठाउन सक्नुहुन्छ। त्यसका लागि हामीलाई हाम्रो इमेल ठेगाना radionepalprogram@gmail.com मा इमेल गर्न सक्नुहुन्छ।
RADIONEPALPROGRAM रेडियो नेपाल प्रोग्राम @gmail.com। कानून निर्माण र यसको कार्यान्वयनको सन्दर्भमा तपाईको केही जिज्ञासा छ भने पनि हामीलाई पठाउन सक्नुहुन्छ। कार्यक्रम कानूनी परामर्शमा अर्को हप्ता नयाँ विषयका साथ उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मका लागि म गीता चिमोरिया बिदा भएँ। नमस्कार।